हाम्रो नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका मान्य कुलपतिज्यू र यस गरिमामय समारोहमा प्रमुख अतिथिका रूपमा पाल्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीज्यू, विशिष्ट अतिथिज्यू, भाषा आयोगका अध्यक्षज्यू, भाषा आयोगका सदस्यज्यूहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू, उपकुलपतिज्यूहरू, प्राज्ञज्यूहरू, मैले समयलाई ध्यान दिँदै अलिकति सम्बोधनलाई अलिकति टाइट बनाएको छु। सम्पूर्ण तीनवटै प्रज्ञा प्रतिष्ठानका परिषद, प्राज्ञ सभा, सम्पूर्ण प्राज्ञज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सङ्घ संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी कार्य समितिज्यूहरू र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ पाल्नुभएका अग्रज विशिष्ट कलाकारज्यूहरू र सातवटै प्रदेशबाट पाल्नुभएका कलाकार मित्रहरू र कार्यक्रममा उपस्थित सञ्चारकर्मी, विद्यार्थी, शिक्षकवर्ग सम्पूर्णमा सर्वप्रथम एक ऐतिहासिक राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव 2082मा संस्थाको तर्फबाट र व्यक्तिगत तर्फबाट म यहाँहरू बिचमा न्यानो अभिवादन र नमस्कार टक्राउन चाहन्छु। सबैलाई विविधै भएको विषय हो। आज हामी छुट्टै उत्साह र उत्सुकताको साथ यस हलमा उपस्थित छौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईसम्म सातै प्रदेशका संस्कृतिकर्मी र संस्कृति प्रेमीहरू एउटै हलमा सम्मिलित छौँ। यस हलमा आज हाम्रो विविधतापूर्ण रङ्गीन उपस्थिति छ। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक हाम्रो मुलुक नेपालको वास्तविक चित्र यहाँ ज्वलन्त भएको छ। यो राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव 82मा वास्तवमै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी नेपालको नयाँ नेपालको उत्सवको रूपमा आयोजना हुँदैछ। नेपालको सङ्गीत तथा नाट्य विधाको संवर्धन, प्रवर्धन एवं सर्वाङ्गीन विकासका लागि स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको यो राष्ट्रिय उत्सवले पक्कै पनि नयाँ सन्देश, नयाँ जोस, जाँगर र उत्साह भर्ने छ भन्ने विश्वास लिएको छु। आज 7वटा प्रदेशबाट प्रतिनिधित्व हुने गरी कलाकारहरूबाट हुने सुन्दर सांस्कृतिक प्रस्तुतिले पक्कै पनि हाम्रो विविधताको पहिचानलाई उजागर गर्दै भावनात्मक राष्ट्रिय एकताको सूत्रमा बाँधिएको सन्देश दिनेछ। बाह्य सांस्कृतिक, उपनिवेशिक र आन्तरिक सांस्कृतिक दबदबाका कारण हाम्रा अल्पसङ्ख्यक जाति, भाषी समुदाय लोक संस्कृति लोप अवस्थामा पुगेका छन्, कति लोप भइसकेका छन् र आफ्नो सांस्कृतिक विरासतबाट विच्छेद हुँदै नयाँ पुस्ता विदेशी र विदेशी संस्कृतिको प्रभावमा पर्ने जुन दुरवस्था छ त्यसलाई चिर्न आजको यस उत्सवले पक्कै पनि थोरै भए पनि भूमिका खेल्नेछ। नयाँ पुस्ता, त्यसमा पनि खास गरी विद्यार्थी भाइ बहिनी आफ्नो जराको खोजी गर्दै आफ्नो संस्कृतिमा गौरव गर्ने, आफ्नो मौलिक संस्कृति, सङ्गीत, नृत्य र नाटकको संरक्षण, संवर्धन, प्रवर्धन र सर्वाङ्गीण विकास गर्दै व्यावसायिक बाटोतर्फ अग्रसर हुने नयाँ भाव सञ्चार गर्नेछ। र आज हामीले यहाँ 16वटा सांस्कृतिक प्रस्तुति र 1वटा नाटक समेत मञ्चन हुँदैछ। यस आज के नयाँ के पुराना 100 कलाकारहरू सहभागी हुनुभएको छ। यसले सङ्गीत र नाट्य विधामा अभूतपूर्व सामूहिक अन्तर्क्रियाको अवसर पैदा गरेको छ। सिक्ने र सिकाउने मौका पनि जुराएको छ। र अन्तमा यस गरिमामय समारोहमा हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथि, कलाकार, पत्रकार, संस्कृति प्रेमी, विद्यार्थी भाइ बहिनी, सामाजिक सञ्जालमा जोडिनुभएका सम्पूर्ण दर्शक महानुभाव सबै प्रति हार्दिक स्वागत गर्न चाहन्छु। हस्, धन्यवाद।